अब मोदीले चामल घटाइहाल्यो बारी पो घटाउनु थालेको चामल दिन छोडिहाल्यो कम्ती 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 गर्ने अब यो नकटाइ भएन साथीभाइ मोदीले हो घटाएको कन्ट्रोलले घटायो कि मोदीले घटायो गाइस हामीलाई भन्नै यसो कमेन्ट गरेर अब चाहिँ हामी कोट्यामतिर लाग्यौँ यही होइन ठुलो माथिबाटै हुन्छ त माथिबाट हुन्छ माटोमा चाहिँ कहाँ चाम्रो हुन्छ कति मिठो छ नि निकाल्यो निकाल तपाईँको छोराले भाइ लड्छ यता आइज यस्तै छ बारी बाँझो यो रोपेन भने त भोकै हुन्छ मम्मी अब त भोकै हुन्छ नाता नातिनी छ छोराछोरी भोकै हुन्छ म त बारीमै मकै छोडाउनु थालेको अब यहीँ भुटेर खानुपर्छ भुटेर खाने न रोप्ने हो भुटेर पनि खानुपर्छ चामल छैन अन्त चामल सक्यो सक्यो नि मोदीले अहिले चामलै दिँदैन कन्ट्रोल कम्ती कम्ती दिन्छ हो घटायो भनेपछि अलिक घटेको छ त्यो पालि भोट चाहिँ कता अरे भोट जसले के दिन्छ त्यसलाई दिन्छ दिने चाहिँ कुरामै छ बाउलाई दिनुपर्छ मोदीलाई नै आमा मन परेन आमा पनि राम्रै हो कति स्किमहरू देख्छ आमा राम्रै हो आमा राम्रै छ आमा पनि राम्रै हो दिएकै छ सबै ठिकै छ 1000 खाँदैछ महिनामा पाउँदैछ त्यो तर मम्मी फेरि हाम्रै पैसा हो नि त दिएको होइन नि त हो र अन्त त्यो तपाईँको हाम्रो पब्लिकबाट उठेको हामीले के किनेको सामान ट्याक्सहरू सबै गएर भेला भएको हुन्छ नि त मान्छेको सबै काटेको हुन्छ हो त्यो पैसा चाहिँ रिटर्न फेरि त्यो हामीलाई दिएको हो त्यो चाहिँ हाम्रो ट्याक्स काटेको पैसा हो एउटा लुगा किन्यो त्यसमा पनि ट्याक्स हुन्छ तपाईँले पैसा पे गरेको हुन्छ तपाईँले केही नुन किन्दा पनि ट्याक्स जे किन्दा पनि तपाईँलाई ट्याक्स लाग्छ सब गभर्मेन्टले लान्छ त्यो हामी गरिब दुखी यस्तै हो नि के गर्ने मकै छोडायो यो त रोप्नु पर्यो यो त अब हाम्रो उहिलेको बुढो पाखाहरूले खाएर बाँचेकोहरू राम्रो बिउ अन्त मैले भुट्नु खान ल्याएको थिएँ तर रोप्नु फेरि रातो भयो रहेछ कि यो यस्तो मजा बलले कत्रो निकाल्यो छैन यत्रो रहेछ त मुनि गएको रहेछ भाइ आइज तोरी फुल्यो बारीमा लरीलै भाइ छिराइज किन खिच्नु हिजो एउटा भाइले यस्तो कस्तो देखाउँदै थियो भाइ कहाँबाट साथीभाइ यो बाटोमा झरिरहेको छ कि भन्छ कहाँ पो थियो भोलिपल्ट फेरि भाइ दाजु साथीभाइ मैले त्यो हिजो यस्तो भिडियो हालेको थिएँ कि अन्त मलाई कमेन्ट त पुरा नराम्रो गरेछ भन्दै त्यो भाइले साइबरले हालेको चोरेको त्यसले साइबरले हालेको बसमा कहाँ हो त्यो होइन त्यो भाइले भेटेको त्यो भाइकै भिडियो फुलबारीमा झरेको रहेछ भनेर त्यो होइन हौ अर्कै त्यो त पहिला हो